रवि लामिछानेको हो। आजभोलि हरेक दिन जसो रवि लामिछानेसँग सम्बन्धित मुद्दामा जाहेरीकर्ता बनाइएकाहरूले अहिले सार्वजनिक रूपमै मैले रवि लामिछाने विरुद्ध कुनै पनि किटानी जाहेरी दिएको थिएन, मलाई थाहै नदिई अभियोग पत्रमा मेरो नाम लेखियो, कसै विरुद्ध किटानी उजुरी नै नहालेको मान्छेलाई कसरी उजुरीकर्ता बनाइयो भन्दै सार्वजनिक रूपमा प्रश्न गरिरहेका छन्। भोलि सम्मानित अदालतमा यो विषय प्रवेश भई आफ्नै ढङ्गले निराकरण होला नै, तर सामाजिक र राजनैतिक वृत्तमा राज्यले किर्ते जाहेरीको निर्माण गरी एकजना उदाउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रूपमा आएको छ। सभामुख महोदय, शक्ति दुरुपयोग आफैमा संविधान विपरीतको कार्य हो र जब सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो। सभामुख महोदय, पक्राउ पूर्जी बिना गरिएको पक्राउ, पूर्वाग्रहपूर्ण अनुसन्धान र बिना किटानी जाहेरी अभियुक्त बनाउने कार्य, यी सबै मानव अधिकार सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लङ्घनहरू हुन्। पूर्व न्यायाधीश फोरमले पनि वक्तव्य मार्फत भनेको छ कि कतिपय कसुरका अनुसन्धानमा गरिएका अनुसन्धान, गिरफ्तारी र अभियोजन। सम्माननीय सभामुख महोदय, दलीयकरणको चक्रव्यूहमा हाम्रा राज्यका संरचनाहरू कसरी फँसेका छन् हामी सबै जानकार छौँ। यो चक्रव्यूहमा संरचनाहरू फसाएर दलले आफ्नो स्वार्थका लागि प्रयोग गर्दा र आफ्ना र आफन्तीका लागि प्रयोग गर्दा, स्वार्थका लागि प्रयोग गर्दाखेरि त फाइदै भयो होला, तर आम नागरिक, विश्वजगत सबै चकित हुने गरी हाम्रा राज्यका संरचनाहरू दलीय चक्रव्यूहमा फसिया छन्। यसै सन्दर्भमा राष्ट्र ब्याङ्क जस्तो गरिमामय संस्थामा जुन नेतृत्वका लागि गभर्नर नियुक्तिका विषयमा जुन किसिमको लज्जास्पद अभ्यास र ऐतिहासिक भूल गरिँदैछ, यसले भोलिका दिनमा अलिकति बचेको राष्ट्र ब्याङ्कको गरिमा भए त्यो गरिमा पनि क्षयीकरण हुने निश्चित छ, क्षयीकरण पक्का हुन्छ। सामान्य सभामुख महोदय, विगतमा दलीयकरणको बाछिटा राष्ट्र ब्याङ्कमा परेको थियो। त्यो राजनीतिक बाछिटाले विगतमा अर्थ मन्त्रालयसँगको राष्ट्र ब्याङ्कको द्वन्द्व सतहमै आएको थियो। अर्थमन्त्री, पूर्व अर्थज्यूहरू यहीँ हुनुहुन्छ। वित्तीय नीति, बजेट नीति कार्यान्वयन गर्नका लागि र मौद्रिक नीतिहरू कार्यान्वयन गर्नका लागि त्यो दलीयकरणका बाछिटेका कारणले कस्ता प्रभाव परे सबै जानकार छौँ। यसले समग्र अर्थतन्त्रमा कस्तो असर पार्यो, निजी क्षेत्रलाई कसरी हतोत्साही गर्यो, यो चिज जान्दा जान्दै फेरि दलीयकरणको अभ्यासमा दलबाट नै खुल्लमखुल्ला रूपमा हाम्रा दलका तर्फबाट भनेर जुन किसिमको अभ्यास गरिँदैछ यो एकदमै निन्दनीय छ। आज राष्ट्र ब्याङ्क ऐन 2058 को दफा 21 सबै जानकार छौँ होला, राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन अयोग्य भनेर। अहिले चर्चामा आइराखेको छ, नाम समाचारहरू आइराखेको छ, हाक्का हाक्की चुनाव लड्या मान्छेलाई, त्यो पनि मैसँग हो, फेरि मसँग फेरि तेस्रो भाव है, भारी मतले हाक्का हाक्की गभर्नर भनेर अगाडि सारिया छ। यो राष्ट्र ब्याङ्क ऐन 2058 को दफा 21 सबैलाई स्मरण गराउन चाहन्छु। अर्को छ राष्ट्र ब्याङ्क ऐन 2058 को दफा 20 ग छ, त्यहाँ विषयगत कार्य अनुभव भनिया छ। कृषि वातावरण पढेर मौद्रिक नीति बनाउने, मौद्रिक नीतिसम्मको काम गर्नुपर्ने राष्ट्र ब्याङ्क चलाउन सकिएला। कार्य अनुभवका कुरा छ। कार्य अनुभव जो समाचारमा आइराखेका छन् पात्र, उहाँको कार्य अनुभव यो क्षेत्रमा कति पनि छैन, छँदै छैन। कता हो करारमा, कता कलेजतिर पढाएको कुरा चालपा थिए, अलिअलि एमसिसीमा कन्सल्ट्यान्टको रूपमा पटक्कै काम गरे चालपा थिए, काम गर्नु भएको छैन उहाँले यो क्षेत्रलाई योग्यता पुग्ने गरी। यो चिजमा विशेष ध्यान दियोस्, म यो जानकारी गराउन चाहन्छु। अर्को छ राष्ट्र ब्याङ्क ऐनको ब्याङ्क 2058 को दफा 20 उच्च नैतिक चरित्र भनिया छ। यो पो छ त रोचक त, यो पो छ त। अब के अरे सिफारिस समितिमा आफै बस्ने, मान्छे भेटाइएन भनेर 3 महिना पछाडि आफै अगाडि। यहाँ भन्दाको रोचकता अरू के होला? लाजलाई पनि अब त धेरै नै लाज लागिसकेको छ। यसले यो नैतिकताको कुरा कहाँ, कसरी यो दफाको किन यो दफाहरूले बोलेका चिजलाई यसरी उपेक्षा गरिन्छ, ऐनहरूको किन यसरी उपेक्षा गरिन्छ? अर्को छ यो दलीयकरणका शैलीले संरचनामा भएका कब्जाका कारणले गर्दा हिजो विगतमा धितोपत्र बोर्डमा 10 महिनासम्म त्यहाँको प्रमुख नियुक्ति नहुँदै गर्दाखेरि कस्तो प्रभाव रह्यो होला? यसमा आज सिङ्गो सदनले बहस गर्नुपर्ने होइन, यो दलीय चक्रव्यूहबाट बाहिर निकाल्नको लागि सिङ्गो सदनले बहस गर्नुपर्ने होइन।
विगतको त्यो दलीयकरणको प्रभाव राष्ट्र ब्याङ्कमा परेको र त्यसका असारका बारेमा सिङ्गो सदनले बहस गर्नुपर्ने होइन। सम्माननीय सभामुख महोदय, म गठबन्धन सरकारलाई जे गर्नु छ 31 महिनासम्म गरिभ्याउनुहोस्, गर्नुहोस्। चल्या छ लडाइँ, 2टा गभर्नर बनाउनुहोस् न, एउटा बिचौलिया ह्यान्डल गर्ने, एउटा नोटमा सिग्नेचर गर्ने बनाउनुहोस्। अर्को काम पनि गर्नुहोस् यो 31 महिनाको बिचमा। त्यो छापिएको नोटमा हुन्छ नि, आफ्ना चुनाव चिन्ह राख्नुहोस्, गरे हुन्छ। तर यो 31 महिना पछाडि आम नागरिकले सहँदैनन्, छुट दिँदैनन्। यो देशको दलीयकरण विरुद्ध आम नागरिक जागृत भइसकेका छन्, जागरुक भइसकेका छन्। धन्यवाद। माननीय सदस्य बिना लामा, समय 4 मिनट। त्यसपछि माननीय सदस्य मेदमणि चौधरी। सम्माननीय सभामुख महोदय, आजको विशेष समयमा समग्र धादिङ विकासको लागि सरकारसँग ध्यानाकर्षण गराउनको लागि उभिएको छु। तर सभामुख महोदय, ध्यानाकर्षण पनि खै कसको गरौँ? पटक पटक ध्यानाकर्षण गराएँ, चाहे शून्य समयमा होस् या त रोस्टमबाट होस् या त विशेष समयमा। तर एउटा झिनो आशा थियो, सम्माननीय प्रधानमन्त्रीज्यूले त पक्कै पनि जवाब राम्रो दिनुहुन्छ होला भनेर सोधेँ। रुबी भ्यालीको रुबी, क्रिस्टल र काइनाइटको संरक्षण, प्रशोधन र उत्खननको विषयमा नीति नियमहरू बनाउनुहुन्छ कि हुन्न भनेर। तर प्रधानमन्त्रीज्यूले त मलाई त जवाबै उल्टो दिनुभयो। भनिन्छ नि, म गर्छु आग्राको, प्रधानमन्त्रीज्यूले जवाब दिनुभयो गाग्राको। मैले भने त्यो नीति र नियमको विषयमा उहाँले भन्नुभयो सडक पुर्याएको छ त। सडक पुर्याएको थियो सभामुख महोदय। जब म त्यहाँको जननिर्वाचित उपाध्यक्ष हुँदाखेरि 4 दिन बसोबास गरेर रुबी भ्याली पुग्दाखेरिको अवस्था के थियो? बल्ल तल्ल सडक ट्र्याक खोलिएको त थियो म उपाध्यक्ष हुँदा नै। त्यसै गरेर झिलिमिली बिजुली बत्ती पुर्याएको छ त भनेर बत्तीको कुरा गर्नुभयो। त्यो बत्ती त राजाको पालामा, जहाँ म जन्मेको पनि थिएन त्यतिखेर, लघु जलविद्युत आयोजनाले बालेको छ सभामुख महोदय। प्रधानमन्त्रीज्यू भएर पनि यसरी गैर जिम्मेवारी जवाब आउँदाखेरि म कसको चाहिँ विषयमा, धादिङको जनतालाई न्याय माग्नको लागि कसलाई चाहिँ ध्यान आकर्षण गराउँ? त्यसै गरेर उहाँलाई, मलाई जहाँसम्म लाग्छ झिलिमिली चाहिँ त्यहाँको विकास भएको छ। हो, उहाँ पुग्नु भएको थियो। पुग्नु हुँदाखेरि जनताले छाएको रातो, निलो, सेतो र हरियो जस्ता चाहिँ पक्कै पनि उहाँ हेलिकप्टरबाट ल्यान्ड गर्नु हुँदाखेरि त्यहाँ चाहिँ सूर्यको किरण परेको कारणले गर्दा उहाँको आँखा टल्केर चाहिँ त्यहाँको विकास चाहिँ झिलिमिली देखिनु भएको होला। त्यहाँ जनता कस्तो अवस्थामा भिडबाट लड्दाखेरि पनि हेलिकप्टर ल्याउनु पर्ने अवस्था छ सम्माननीय सभामुख महोदय। त्यसमा अहिले सरकार छ भने सरकारले सुनोस्। बाटो पुर्याएको त छ, अझ पनि वडा वडामा बाटो पुगेको छैन सभामुख महोदय। पानी पुर्याएको छैन। म रुबी भ्यालीको मात्र कुरा गरिरहेको छैन, समग्र धादिङको कुरा गर्नु पर्दाखेरि पटक पटक मैले आवाज उठाउँदैछु, ध्यान आकर्षण गराउँदै आइरहेकी छु। जुन मलेखुदेखि साङ्गो स्टिप्लिङ सडक, त्यसमा बजेट विनियोजन गरियोस् भनेर हालिन्छ बजेट। रातो किताबमा कहिले पनि छुट्दैन। 1 लाख 2 लाख त्यसै गरेर 1 करोड। तर त्यो कहाँ हराउँछ, कहाँ चाहिँ काम हुन्छ भन्ने कुराको निश्चित हुँदैन सम्माननीय सभामुख महोदय। के धादिङको जनताले सधैँभरि गुहार माग्दै पनि बजेट चाहियो, हामीलाई विकास चाहियो भन्दाखेरि पनि सरकारलाई मागिरहनु पर्ने हो सभामुख महोदय। त्यसै गरेर कृषिको कुरा गरे, कृषि मन्त्रीज्यू नै त्यहाँको हुनुहुन्छ। तर त्यहाँको कृषि क्षेत्र बजार नपाएर त्यहाँका आलुहरू, जहाँ चाहिँ त्यहाँका लोकल आलुहरू जहाँ मेडिसिन प्रयोग गरिएको छैन, अर्ग्यानिक छ, बजार पाएको छैन। त्यसमा एउटा चिसान केन्द्रको लागि बजेट माग गर्छु, तर त्यसको पनि सुनवाई हुँदैन सम्माननीय सभामुख महोदय। अब धादिङको जनताले कसलाई, कुन निकायमा गएर चाहिँ धादिङको समग्र विकासको लागि आवाज उठाउने हो? धेरै टाढो जानु पर्दैन सम्माननीय सभामुख महोदय। यहाँबाट काठमाडौँबाट जोडिएको यहाँ नागढुङ्गा मुक्लिङ सडक नै हेरौँ, त्यहाँको अवस्था जीर्ण छ। अनुगमन गर्न गयो, अनुगमन गर्न जाँदाखेरि पनि त्यहाँको अवस्था जस्ताको तस्तै हुन्छ। यो कुन निकायको इन्ट्रेस्टमा कहाँबाट रोकिरहेको छ?
दैनिक हजारौं सवारी साधनहरू हिँड्ने बाटो अवस्था अहिले हामी 2वटा व्हील भएको अथवा मोटरसाइकलहरूमा स्कुटीमा जान सकिने अवस्था त छँदै छैन। 4 पाङ्ग्रे गाडीमा जाँदाखेरि पनि गाडीको सिसा खोल्यो भने तपाईँ हामी गएको लुगा बेलुका लाउन योग्य हुँदैन। सम्माननीय सभामुख महोदय, यसमा नेपाल सरकारको विशेष ध्यान जाओस्। पुलहरूको अवस्था पनि जस्ताको तस्तै छ। पटक पटक केम्ताङ फेदीको पुल भन्दाखेरि बेली ब्रिज बनाइयो, त्यसै गरेर अहिले लिङलिङ ग्यापको पुल जस्ताको तस्तै छ। आधा खोलाको पुल मोटरेबल पुल बनाउनु पर्छ भनेको छ, तर त्यसमा पनि सरकारले सुनाइ गरेको छैन। त्यसै गरेर गोर्क्यानको पुल पनि त्यस्तै अवस्था छ। गङ्गा जमुनादेखि लिएर सल्यानटार हुँदै गङ्गा जमुना हुँदै लापा जाने सडक पहिला रणनीतिक सडकमा दर्ता त गरियो, तर त्यहाँको बजेट अल्पत्र परेको कारणले गर्दा त्यहाँको जनताको समस्या जहाँको त्यही छ। सम्माननीय सभामुख महोदय, यसमा म सभामुख महोदय मार्फत नेपाल सरकारले विशेष ध्यान दियोस् भनेर आग्रह गर्न चाहन्छु। रवि लामिछानेको हो। आजभोलि हरेक दिन जसो रवि लामिछानेसँग सम्बन्धित मुद्दामा जाहेरीकर्ता बनाइएकाहरूले अहिले सार्वजनिक रूपमै मैले रवि लामिछाने विरुद्ध कुनै पनि किटानी जाहेरी दिएको थिएन, मलाई थाहै नदिई अभियोग पत्रमा मेरो नाम लेखियो, कसै विरुद्ध किटानी उजुरी नै नहालेको मान्छेलाई कसरी उजुरीकर्ता बनाइयो भन्दै सार्वजनिक रूपमा प्रश्न गरिरहेका छन्। भोलि सम्मानित अदालतमा यो विषय प्रवेश भई आफ्नै ढङ्गले निराकरण होला नै, तर सामाजिक र राजनैतिक वृत्तमा राज्यले कृत्य जाहेरीको निर्माण गरी एकजना उदाउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रूपमा आएको छ। सभामुख महोदय, शक्ति दुरुपयोग आफैमा संविधान विपरीतको कार्य हो र जब सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो। सभामुख महोदय, पक्राउ पुर्जी बिना गरिएको पक्राउ, पूर्वाग्रहपूर्ण अनुसन्धान र बिना किटानी जाहेरी अभियुक्त बनाउने कार्य, यी सबै मानव अधिकार सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लङ्घनहरू हुन्। पूर्व न्यायाधीश फोरमले पनि वक्तव्य मार्फत भनेको छ कि कतिपय कसुरका अनुसन्धानमा गरिएका अनुसन्धान, गिरफ्तारी र अभियोजन